र हाम्रो यो सेक्सनमा भयो फ्ल्याट बेन्च प्रेस, इन्क्लाइन बेन्च प्रेस एन्ड डिक्लाइन बेन्च प्रेस। यो तीनवटा इक्विपमेन्ट इभन बिगिनरको लागि एडभान्सको लागि सबैको लागि एकदम बढी नै युज हुनेवाला इक्विपमेन्ट यो फ्ल्याट, इन्क्लाइन एन्ड डिक्लाइन। सबभन्दा बढी इफेक्टिभ एक्सर्साइजहरू यहाँ गर्न मिल्छ यो इक्विपमेन्टमा। यो हो कार्डियोको लागि ट्रेडमिल, कमर्सियल ट्रेडमिल जसमा कि एसी मोटर हुन्छ। जति घन्टा चले पनि खास मोटरमा फरक नपर्ने खालको मोटरहरू हुन्छ यसमा। सो यो भयो 4वटा ट्रेडमिल अनि यो भयो इलेक्ट्रिकल बाइक। अगेन यो सबै इक्विपमेन्ट भयो स्पेशल कार्डियोको लागि। यता पनि छ ट्रेडमिलहरू, सबै एसी मोटर भएको हुन्छ जो कि घन्टो चल्यो भने खासै बिग्रिने चान्सेस हुँदैन यो इक्विपमेन्टहरूमा। अब नेक्स्ट यो हो ह्याङ्गिङ लेग रेस। यसमा पनि 3-4वटा एक्सर्साइज गर्न मिल्छ। एउटा ट्राइसेपको लागि, त्यसपछिबाट चेस्टको लागि, देन त्यसपछिबाट एब्सको लागि। सो एब्सको लागि यहाँ लेग फिक्स गरेर बडीलाई स्ट्रेट राखेर यो गर्न मिल्यो। नेक्स्ट ट्राइसेपको लागि यतापट्टि फर्केर, ट्राइसेपको लागि बडी यसलाई स्ट्रेट राखेर अप गरेर सिधा तल आउनु भयो भने यो ट्राइसेपको लागि हुन्छ। यही बडीलाई लिन डाउन गर्नु भयो भने यो चेस्टको लागि हुन्छ। सो यो इक्विपमेन्ट हो सबभन्दा लास्ट, सबभन्दा बडी इफेक्टिभ लोवर ब्याकको लागि हाइपर एक्सटेन्सन। यहाँ एडजस्ट गर्न मिल्छ आफ्नो हाइट अनुसार। यो पोजिसनमा लेग फिक्स गरेर फुल्ली डाउन जाने, अप, डाउन जाने, अप। यो एक्सर्साइज त्यसको लोवर बडीमा केही समस्या हुन्छ उहाँहरूको लागि बेस्ट एक्सर्साइज हुन सक्छ। ल, थ्याङ्क यू गाइज।